वेलकम टू गाइज माई युट्युब च्यानल हो क्या मेरो च्यानलमा सबैलाई स्वागत छ। मेरो नाम आउनु पर्छ नि दिन यो चाहिँ कहाँको भाइ यार बाबु तिमी? जुगुमको भाइ, नेपालको भाइ हो। आशिष मिया अलि अलि आशिष अलि त्यस्तै छ। यो चाहिँ हाम्रो होटलमा भाडा मान्ने काम गर्छ क्या अरे। भाडा साडा मात्छ केटाले। यस्तो हेन्सम मान्छे कहाँ भाडा मात्छन्? ए तन्दुरको सेफ फर्स्ट कमी यो चाहिँ तन्दुरको फर्स्ट कमी भन्ने यही हो। जिम्मेवारी भन्ने त पुरै जिरो छ करे। जिम्मेवारी के को जिम्मेवारी? बौला हो एकदम भेरी सोझो कुलम्यान। अरु बाकी सिंगल है। ए सिंगल इच्छुक हुनुहुन्छ भने म जस्तो हेन्सम केटाको गर्लफ्रेन्ड बन्न तपाईँ नम्बर ल्याउन सक्नुहुन्छ मेरो। नत्र नेपालको न इन्डियाको कुन चाहियो तपाईँलाई कमेन्टमा भनिदिनु होला एक फेर। अरू त के हुन अब 12 बजी उठ्यो अब यसो बलसल खेलेर अब तरुणीहरू यस्तो हन् अब बलसल खेलेर अब ड्युटीतिर हिँड्न लागेको के गर्ने परदेशी जीवन यस्तो। अब मैले एउटा टिकटकमा भिडियो हालेको। टिकटकको नाम पनि भन् त्यो कसले लगाइदियो? युनिक होइन तर भेटाउन सक्नुहुन्छ नि। यसो लाइक कमेन्ट सब्सक्राइब हानिदिनु ल, म फलो ब्याक दिन्छु। यसो कुराकानी गरौँ ल, हाम्रो कुरो मिलेसम्म। त्यही भएर अरू त के भनौँ होइन। यो हेन्सम देखेकै छ होला, क्यामेरा अलिक क्वालिटी राम्रो हुन्छ जस्तो नि ल। युनिक स्पेलिङ भनेर त पहिला यो NICK युनिक के त्यसपछि 8515 त्यस्तो राम्रो नाम छ होइन। यसो 85 चाहिँ अङ्ग्रेजीमा 15 चाहिँ नेपालीमा। अच्छा ल ठिक छ। त्यो अलि जाने बुझेकोले नि हान्न पर्छ, उल्टो सुल्टो जान्दैन रे बाबु तिमी जस्तो। अब त्यो भनेको 2 कक्षा फेल ल्यायो त्यस्तो लेख्ने भनेको होइन। 2 कक्षा फेल त पर्दैन गरे आफू त। यहाँ चाहिँ पानी रहेछ चाहिँ। अब बाजाले रेक्सा लिएर आउनु, मैले रेक्सा अहिले उचालेर साइडमा लगेर राखिदिन्छु। अरू बाँकी बाबु भन्नु छ कि? केही छैन, भोक लाएर गएर यसो भातसात खाने सोचिरहेको छु। के गर्ने भात त अब नखाऊ तिमीले, भात नखाएकै ठिक छ। तिमीले अब खानु चिज त अब के खान्छौ र खै मौसम थियो गरे खाने चिज हेर्नु न गाइज यार मेरो टिकटकलाई के भएको? व्हाट प्रब्लम टेल मी। ओ नाइस के भएको? सर्भर चेन्ज हो के? किन चल्दैन यसो भनिदिनु न यार। तपाईँको यसो केही सल्लाह सुझावले मेरो टिकटकले यसो भाइ त्यो बनाउने बस कि मेरो मात्रै छ, अरूको छैन राइट? त्यस्तो कुरा चाहिँ होइन, म बनाउन त चाहन्छु किनकि मलाई होटलमा गएर हटस्पटको जरुरत छ। हटस्पट लिएपछि त अनि मैले गरिहाल्छु किनकि वाइफाई हटस्पट वाइफाई त सबै त्यस्तै हो। पछाडि आउँदै हुनुहुन्छ हाम्रो त्यो विवाहित मान्छे बुढीको सम्झनामा टोलाएर हिँडिरहेको छ। अच्छा अब छोरो पाउने वाल त अब हेलो गाइस सबजना लाइक कमेन्ट सेयर गरिदिनु होला। त्यस्तो भन्नु छैन पाइन्छ पाइन्छ। अनिल सुनारको भाइ के त्यस्तो त त्यो त ठुलै अलि भयो कम्बिनेसन मिलेन। अच्छा मतलब के भन्छ अरे एउटै जातका एउटै जातको पाइने एउटै जात एउटै थर एउटै कलर एउटै हाइट। सुनार त सुनारै हो, नाम फरक हो, नाम फरक हो होइन। सेम अरे अरू त फेरि यस भाइ अब हामी त हेर्छौँ हामीलाई ऊ भन्छ नि डङ दाई भन्छ नि त्यसो जुनसँग कमी छ यहाँ यस्तो क्याप्स अब डङ दाईहरू डङ भन्छ नि। डङ्की दाई होला त। डङ DONG हो कि DONK भयो होइन DONG डङ डङ ऱ्यापर एउटा ऱ्याप हानेर देखाएको दम छ भने। हेलो एभ्रिबडी मेरो नाम चाहिँ आशिष। अब म चाहिँ हामी हिँडिरहेको छ ड्युटी काममा। के गर्ने अब यस्तै छ ताल हाम्रो। हेर्नुहोस् मुख नदेखिन हिँड्छ हामी काममा। अब गएर यसो भात खाने हाम्रो प्लानमा। के गर्ने हामी अब परदेशी जीवन यस्तै छ लट्ठ यस्तो राम्रो ऱ्याप हान्नु त भन्दा त्यो लामो जस्तो ऱ्याप हान्नु त्योभन्दा राम्रो त हाम्रो घरको बाख्राले हान्छ भाइ। बाख्रा अब मान्छेले हान्न त्यस्तै अब बाख्राले भए नि हान्ने। हाम्रो त्यहाँ एउटा 4 वर्ष 5 वर्षको भाइ छ त्यसले हान्छ यस्तो ऱ्याप त। DONG हान्छन् कि यता त्यही त। यसो अब यसो केटाहरूको लागि इन्जोयको लागि यसो यसो अब यसो केटाहरूको लागि यसो चित्त बुताइदियो भने त छ्याकछुक हान्ने। नत्र त म त यस्तो बवाल हान्छु नि केटाहरू बाजेसित फिदा हान्ने। फाइनल्ली होटलमा चाहिँ आइयो क्या अरे। यस्तो छ होटलको हालत। मजाले यहाँ कम्नु चलाउनु लागेको छ नि होइन। यस्तो छ भर्सर यतै भाँडा। यो चाहिँ चाइनिज भट्टी भयो क्या अरे। यो चाहिँ इन्डियन भट्टी। यो काम गर्ने होइन त्यही नै हो। यहाँ चाहिँ धेरै हल्ला हुन्छ होइन। अब काम गर्नुपर्ने हुन्छ क्या अरे। ड्रेस चेन्ज गर्ने अनि काम सुरु गर्ने त्यही नै हो। काम दाम चाहिँ छैन क्या अरे। सबैजना फेरि बसिरहेका छन् होइन। मार्सल सब रेडी गरेर
यस्तै छ के गर्नु अर्डर सर्डर चलेको छैन त्यही नै फाइनल्ली मोमोसम्म बनायो होइन ल गाइज यहाँ चाहिँ क्लोजिङ टाइम भइरहेको छ यहाँ चाहिँ लेबरको खाना भन्न त भएन स्टफ खाना सबै भइसकेको छ यो चाहिँ पुरै क्लोजिङ भइसकेको छ अहिले चाहिँ हताइको रुममा जानुपर्ने हुन्छ होइन गीत सित लगाएर रमाइलो छ त्यो यही नै हो अब चाहिँ ड्युटी सुटी सक्यो क्यारे अब चाहिँ जानुपर्ने हुन्छ रुममा होइन क्लोजिङ भइसकेको छ यो चाहिँ फाइनल्ली इन्डियन बस्ती होइन बन्दुरमा चाहिँ गीत लाउँदै हाम्रो भ्युवरहरूलाई लच्छा पराठा ठिक छ सबै त्यही हो स्टफहरू प्याक भइरहेको छ मासु बनेको छ होइन स्टफको चाहिँ डल्ला अब सबै कार्यक्रम चल्दैछ यता चाहिँ त्यसपछि हामी रुममा जानुपर्ने हुन्छ रुमतिर हिँडेको के अरे होइन त्यही नै अब रुममा गइन्छ होइन खानासाना खाइन्छ केटाहरू चाहिँ हामी टर्ने छौँ के अरे खानासाना खाएर सुत्नुपर्ने हुन्छ त्यही नै हो गाइज अरू त के नै भन्नु छ र होइन 2-3 बजे जाडो चाहिँ लास्टै छ यस्तै हो काम गर्ने हिँड्ने होइन अब ड्युटी गर्दा गर्दै जिन्दगी जाने भयो क्या अरे त्यही नै हो सबैले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला होइन अहिले चाहिँ यति भन्दै अब अहिले चाहिँ बिदाई भन्न माग्नु चाहन्छु होइन ल है त गाइज यही नै ब्लगको अन्त्य हुन्छ टेक केयर अल अफ यु